मेरो मेकअप हेर्नु फर्स्ट टाइम यतिको लुगा लाउन सकिरहेछन् कि जुवाकै लागेर टाउको दुखेर दिमागको भएन मोटाएर ठिकै देख्छ है दिदीहरूले चाहिँ आमा लाखको किन्नु भइसक्यो लास्टो फ्याफुल्ला सबैजनालाई अनि वेलकम छ मेरो युट्युब भ्लगमा। तपाईँहरूले सब्सक्राइब गर्न बिर्सिनु भएको छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला फर्स्टमा होइन। अनि हामी चाहिँ आज यसरी नै अब होइन बस्दै घर बस्दै कहीँ जाने हो कि कहाँ जाने हो त भनेर सोच्दै यस्तो हेर्दाखेरि चाहिँ भ्यालेन्टाइन डे पो रहेछ त होइन। म कुन दुनियाँमा बसिरहेको छु भने के अनि हुन त आफ्नो बुढाले मनाइदिए पो होइन। अब बर्थडे धरि नमनाउने मान्छेले के होइन चक्लेट डे के रोज डे के बालै हुँदैन। त्यही भएर आज चाहिँ मेरो बुढाले कहाँबाट के होइन तिमीलाई म भ्यालेन्टाइन डेको सपिङ गरिदिन्छु रे के। हामी लाटी हो होइन पनि दुखिसक्यो मेरो बानी छैन नि त जातिहरू। अनि त्यही भएर अब चाहिँ म लुको सुको लाएर निस्किसके पछिको मात्र भ्लग गर्छु हेरिदिनु होला साथीहरू। हेलो साथीहरू म चाहिँ रेडी भइसकेँ अनि के अरे कस्तो ढिला भएको कि है हामी निस्किन्छु भन्दा पनि है त्यो अब हाम्रो कति धेरै कामहरू थियो अनि कस्तो ढिला भएर छनै बस्यो अँध्यारो छ कि बाहिर त 6 बजे होला है 6 बजे होला कामै छैन कि। अनि अब चाहिँ के गर्नु अब के दिन्छु भनेपछि त अँध्यारो न उज्यालो न मध्यराति होइन जानु परिहाल्यो। ल अब हामी चाहिँ त्यो दिदीहरू पनि जानुहुन्छ कि हामीसँग हाम्रो चाहिँ साथीहरू दिदी भेना पनि हुनुहुन्छ दिदी दाइहरू पनि हुनुहुन्छ। त्यही भएर हामी चाहिँ म त यही लाएर जानु लाग्यो कि अब कुन लाउने त है जाब लुगा लाउनु जाँदा लिकिन जाँदा पनि त ठिकै छ मेरो आउटफिट साथीहरू होइन। यहाँ चाहिँ मैले भने होइन अँध्यारो भइसक्यो भनेर तर पनि आजभोलि चाहिँ 6 बजे पनि कस्तो अँध्यारो नहुने के। आजभोलि त्यो के भन्छ अरे दिन लामो हुँदै आएको छ नि त त्यस्तो भन्छ हो र। अनि मलाई चाहिँ जाडो हुन्छ मेरो बुढो चाहिँ ज्याकेट बोक्दै हुनुहुन्छ है। मलाई चाहिँ अब भरे जाडो हुन्छ नि त दाइहरू आउँदै हुनुहुन्छ अनि अहिले चाहिँ कस्तो उज्यालो भएको कि है। अब अँध्यारो पनि के गर्नु त मोबाइलको लाइट छँदैछ क्यारे होइन। अनि हामी चाहिँ मेरो मेकअप हेर्नु त्यस्तो धेरै मेकअप लगाएन मैले आज अब थोरै त लगाएको छु। हात दुख्छ कि धेरै समय हेरेर बस्न पनि सक्दैन ठ्याक्कै भन्नुपर्दा दायाहरू पनि आउनुपर्छ अनि दायाहरूले चाहिँ म यस्तो सोध्छु हामी कहाँ जाँदै हुनुहुन्छ अरे सल्लालको है। अनि त्यही त हामी चाहिँ अब तपाईँहरूले थाहा नै पाउनु भएपछि हामी कहाँ जानु हामीले 4 जना ज्ञान पैसा आउनै हुन्न है बुढीहरूले थन्काइहाल्छ अनि होइन रमाइलो भइरहेछ है अँध्यारो छ क्या टल्किरहेछ कि हामी चाहिँ होइन टल्किरहेछ यता होइन। त्यही त त्यसरी नै हामी जाँदैछौँ धेरै लामो भयो भने हेर्दैन नि त अनि झ्याउ लाग्छ तपाईँहरूले पनि। त्यही भएर म इम्पोर्टेन्ट चिज मात्र देखाउँछु होइन। सिधै उता पुगेर हामी चाहिँ केमा जानु लाग्यो भने ढिला भइसक्यो अरे बस्नु जानु अनि के अरे हामी चाहिँ बसमा जाने किनभने लास्ट ढिला भइसक्यो त्यही भएर बसमै जाने अरे। अनि उता बस त तपाईँहरूले मैले जहिले देखाएर हुन्छ होइन वाकको लाग्ने त्यही बस राम्रो हुन्छ गइरहेको होइन। ट्रेन चढ्ने देखाउँछु गाइस ट्रेन चढ्ने होइन। हामी चाहिँ त्यो धेरै नै ढिला भएर है अनि अँध्यारो भएर अनि ट्याक्सीमा जान लाग्यो कि हामी 4 जना चाहिँ ट्याक्सीमा जाने भनेर निर्णय गरिसकेँ। अनि एउटा कुरा तपाईँहरूले म होइन भन्नै बिर्सेछ भने के कुरा गर्नु लाग्थेँ भने मैले होइन के कुरा गर्नु लाग्थेँ भने आज मेरो मेकअप अर्कै छ नि त होइन त्यही कुरा गर्नु लाग्थेँ मैले। कति रे यति महँगो को जान्छ र है 2000 1,000को लुगा किन्छ भने थपेर भने कि ट्याक्सीमा जाने भन्ने कुरा भएको थियो। यिनीहरूले धेरै महँगोले चाहिँ कोरेनहरूले यति ठग्छ कि महँगो छ धेरै नै महँगो। यहाँतिर चाहिँ है चढ्नै सक्दैन हौ होइन त के भन्नु छ त। मैले अघि केही कुरो गर्नु लाग्थेँ बिर्सेछ कि साथीहरू होइन तपाईँहरूले केही कुरो भन्छु भनेर सोचिरहेको थिएँ बिर्सेछ। अनि आज फाइनल्ली त्यो के भन्नु थियो मैले भने अँध्यारो के यो लुगा के आज होइन जिन्दगीमै म कोरेर फर्स्ट टाइम यतिको लुगा लाउन सकिरहेछन् कि जाडो भएर यत्रो ज्याकेटमाथि नै ज्याकेट लाउनुपर्छ कि होइन ज्याकेटमाथि ज्याकेट लाउनुपर्छ यति जाडो हुन्छ ओ माई गड होइन।
दिदीले पनि यस्तो लाउनु भनेको त त्यो अचम्म सरप्राइजको कुरा हो के होइन कोरियामा आएर यतिको लुगा लाउन सक्नु भनेको त यो मौसम त एकदम सक्ट हुने टाइपको मौसम हो क्या नत्र भन्दा 3-4 ज्याकेट लाउनुपर्छ होइन है त्यति भए पनि जाडो हुन्छ है खुट्टादेखि ढाडदेखि सिरिरी जाडो हुन्छ भन्ने छ त गाइस हामी अब केमा चढ्छौँ पछि भन्छु म हाम्रो चाहिँ फाइनली ट्याक्सी आइपुगेको छ हाम्रो ट्याक्सी म कहाँ अगाडि बस्छु बस्नु न हामी चाहिँ यो ट्याक्सी हो अनि ए है कसरी बस्नु त एकछिन खोइ त कसरी गर्ने ए अध्यारोमा आमै आँखै खाएँ है अनि चाहिँ हामी चढिसक्यो उतै पुगेर सिधै गर्छौँ मलाई चाहिँ कति धेरै त्यो वकै लागेर टाउको दुखेको त्यो भएर चाहिँ कस्तो धेरै टाउको दुखेको कि मेरो चाहिँ लास्टै धेरै त्यो धेरै गर्मी भएर हो कि किन हो हामी चाहिँ यताबाट जानु लाग्यो अनि यहाँतिरको फेरि ड्रेस देखेपछि होइन हामी चाहिँ फाइनली आइपुगिसक्यो बजारमा अनि हेर्नु नि ड्रेसहरू ओ माई गड खोइ यो के ओ माई गड मै भने जस्तो प्यान्ट चाहिँ यहीँ रहेछ है अरू ठाउँमै हेरौँ न पहिला होइन लाग्दै महँगो हुन्छ है यतै हेर्नु न यो चाहिँ केटाहरू अनि यहाँ चाहिँ फेरि ओ माई गड हिलहरू हेर्नु न तपाईँहरूले के बयान गर्नु होइन के बयान गर्नु लुगाको त किन नसक्नु मात्र दुःख कस्तो राम्रो बजारहरू छ है अहिले चाहिँ मलाई जाडो लागेर आयो कि अनि त्यही मैले लगाएको यो ज्याकेट होइन मलाई चाहिँ एकदम धेरै गाह्रो भइरहेको छ बजार हो यो चाहिँ टोमेटो होइन हामी चाहिँ सधैँ पनि यहीँ मात्र किन्छौँ हामी चाहिँ सधैँ यहीँ किन्छौँ प्रायः म्याक्सिमम् यहीँ किन्छौँ क्या अनि हेर्नु नि आमा खतरा है ओ माई गड आज चाहिँ कस्तो लिन्छौँ हेर्नुहोस् है लिने चाहिँ म देखाउँदिनँ तर पनि फुल्का देखाउँछु म मलाई यो प्यान्ट चाहिँ क्या राम्रो लाग्यो क्या हेर्नु न है यो बबा लाग्यो यो कोट है ए दिदीले यो कोट भने कि मैले यस्तै हो सेम दिदी खोइ त यस्तै कोट लिनु भनेर भन्नु दिदीले राम्रो लाग्यो यस्तो दिदी तपाईँले भने जस्तो कोट हेर्नु न यही लिनु भने कि मैले तपाईँले भनेको थिएन यस्तै हो कुपाङ सेम बेल्टवाला कि बबाल छ है कलर अर्कै छ होला यिनीहरूको एउटा मात्रै राख्दैन कहीँ त्यस्तो राख्छ बबाल छ दिदी 77,000 यहाँ त लुगाको ओ माई गड होइन मेरो बुढाले भ्यालेन्टाइन डेको नि सहा घन्टा जस्तो ज्याकेटहरू चाहिँ ठिकै बबालै छ कमेडी ज्याकेटहरू मैले चाहिँ त्यस्तो खतरा भन्दा पनि यो चाहिँ यस्तो धेरै लगाइसकेँ क्या मैले है त्यहाँ पनि छ त्यो चाहिँ मैले थुत गर्छ है धेरै लगाएर ए हुन्छ म चाहिँ यस्तो किन्छु भन्ने सोचिरहेको थिएँ होइन यस्तै तर पनि मलाई दुनियाँले लगाइरहेको के लगाऊँ होइन भनेर मलाई अलिकति नो इन्ट्रेस्ट होइन योहरू किन मन लागिरहेको थिएन त यो चाहिँ मैले लिइसकेँ अस्ति नै के लिने हौ म त ल म पहिला हेर्छु अनि तपाईँहरूले म देखाउँछु ल फोटो यो चस्मा चाहिँ राम्रो रहेछ होइन पहिला मेरो यस्तै थियो कि सेम यस्तै तर मैले भाँचिदिएँ कि है दुइटै भाँच्यो कि मेरो चस्मा चाहिँ म यही लिने भनेर सोचिरहेको छु यही लिन्छु होला सायद यही लिन्छु होला सही रहेछ नि मोटाएर ठिकै देख्छ है खासै मलाई चाहिँ केही मन परेन कसम चाहिँ भन्नु पर्दा होइन मलाई खासै मन परेन कि अनि मेरो बुढो चाहिँ हेर्नु त्यहाँ
मलाई चाहिँ के मन परेन क्या त्यही भएर म यहाँ लिँदैन यहाँ रहेछ त लामो लामो है ट्राई गर्नुहोस् न ट्राई गर्नुहोस् न मलाई चाहिँ मलाई यो मन पटाएकै थिएन कि तर किन अस्तिदेखि किन्यो भनेर सोचिरहेको थिएँ त्यसो भए नलिउ न त पटक्कै मन नभए त किन लिनु त पहिला मन पर्थ्यो पछि मन परेन कि सधैँ किन्दो रहेछ नि त अनि यो फेरि ओभरै भए जस्तो लाग्यो मलाई त कहाँबाट भेटाउनु भयो तपाईँले ट्राई गर्नुहोस् त यो कलरै हावा कस्तो लाग्यो ठिक छ धेरै ठुलो होइन र ठिक छ भने त भयो नि त ल बोक यहाँ ढिलो भयो क्या मेन कुरा टाइम ल उ त्यहाँबाट हिँडेर आउँछु ल मोडलिङ गर्नुहोस् त त्यहाँबाट हिँडेर टक्क क्याटवाकहरू के भन्छ नि मनपर्छ भने लिउ होइन नि है टाइम वेस्ट भइरहेछ ज्याकेटै किन्छु यो नकिन्नु एउटै कलरमा रहेछ भयो त्यति छोड अर्को ठाउँमा लिने कि यहाँ 10 चोटि किन्दाखेरि चाहिँ त्यो एउटै मन नपरेर दिदीहरूले चाहिँ आमा लाखको किन्नु भइसक्यो त्यहाँ लुगा हामीले चाहिँ के मन नपरेर मलाई चाहिँ अर्कै ठाउँमा किन्छु भनेर आएको छु म चाहिँ अनि होइन त्यो चाहिँ अलिक धेरै छैन कि ठिकै छ तर पनि मलाई मनै परेन कि है अनि दिदीहरूले चाहिँ मन परेछ राम्रै छ दिदीहरूको चाहिँ होइन तर ठिकै छ म नि यस्तै हेरौँला नि त होइन अब अर्को ठाउँतिर जाँदैछौँ हामी बाहिर आएर पनि हेर्नुहोस् त क्या रमाइलो के सलनालको लास्टै रमझम भइरहेको रहेछ अनि दिदी यो भित्र यो भित्र सलनालको रमझम भइरहेको रहेछ कि यता चाहिँ 50 चोटि घुमेर होइन 50वटा ठाउँमा छिरेर एउटा बस एउटा किन्न सफल भएँ होइन प्यान्ट एउटा मन पऱ्यो जिन्दगीमा हे प्रभु एउटा त्यो कहाँबाट मन परेको थियो नि अब ज्याकेट किन्नतर्फ लाग्ने हो यहाँ पनि रहेछ त्यबाट त खानेकुरा हो यो अब चाहिँ अर्को ठाउँमा जाने होइन गाडी भएको है हाम्रो क्या गरेँ अनि चाहिँ त्यो लास्टै ढिला भयो यो एउटा मात्र किनेँ मैले चाहिँ खासै अनि हाम्रो बुढा चाहिँ त्यतिकै रिसाइरहेको छ कि मैले धेरै किनेर अरे त्यो ज्याकेटै किनेर अरे भनेर है लास्टै धेरै अनि के गर्नु मलाई मनै परेन कि अब साउलमा किन्छु कि सिधै साउलमा जानु बेला साउलमै किन्छु अनि आज चाहिँ हामी अब लास्टै ढिला भइसक्यो हाम्रो 11 बजिसक्यो सब त्यो स्टोरहरू सब बन्द रहेछ क्या हामी ढिला पनि आयो नि त अब चाहिँ त्यही भएर अब चाहिँ हाम्रो गन्तव्य चाहिँ अब साउलतिरै हुनेछ पछि अहिलेको लागि चाहिँ हामी घर गएको किनभने खाना पाइरहेको छैन नि त होइन कस्तो ढिला भएर बनाएको पनि छैन ए खाना नि बनाएर त हामीले है खाना नि बनाएर खानुपर्छ त्यही भएर खाना होइन त्यस्तो ढिला हुन्छ नि त अनि जानलाई त्यही भएर अब चाहिँ हामी ट्याक्सी कुर्दैछौँ चाँडो घर जानलाई लास्टै ढिला भएर है भोक पनि लाग्यो जस्तो भइसक्यो मलाई त आज लास्टै ढिला खाना पनि खाएको थियो त्यही भएर अब लास्टै ढिला पनि भयो टाइम पनि अब चाहिँ हामी घर गएको होइन दिदी अनि दिदीको भनाइ के छ त यसमा हजुर भन्नु न केही छैन कस्तो भइरहेछ त आजको ट्याक्सी आयो दाइको भनाइ के छ अनि प्रदीपको भनाइ के छ रिसाएर धुस्नु भइरहेछ एउटा कोही मान्छेहरू चाहिँ अब पैसा बिटा दियो नि त होइन त्यस्तै किन भनेर जस्तै रिसाउनु पऱ्यो भने अच्छा पनि झन् बुढीले त पैसा खर्च हुन्छ भनेर पनि नकिने त होइन तर चिन्ता नगर्नु साउलमा मैले तपाईँको पैसा सहनै गरेन भने त्यही भएर मैले चाहिँ एउटा प्यान्ट मात्र लिएँ कि त्यो प्यान्ट पनि कति महँगो थियो 5,000 सम्झनको थियो कस्तो महँगो थियो कि है अनि के गर्नु आजको लागि चाहिँ यति नै हामी घर गएर पनि खानासाना बनाउनु पर्छ गाइस अनि हेर नि यहाँतिरको गाडीहरू यति स्पिड गुड्छ क्या है मैले धेरै त्यो भ्लग पनि गर्न पाएन क्या किनभने भ्लग गर्न पाएन भने चाहिँ
म एकदम धेरै होइन लुगा नपाएर टेन्सन भइरहेको थिएँ, त्यही भएर मैले भ्लगै गर्न पाएन। हामी फाइनल्ली घर आइपुगेका छौँ। अब चाहिँ मासु भात पकाएर खानु ल। ल जानु ल ल दाइ बिस्तारै जानुहोस् ल। ल हस् ल भोलि भेटौँ ल। हस् हस् टाइममा आइदिनु होला भोलि। ल हामी चाहिँ अब है घरको यात्रा। हाम्रो घर चाहिँ यहाँ हो। हामी चाहिँ आइपुगे। गुड नाइट।